मिसन 84। त्यो मिसन 84 जनताको मिसन 84 हो। मिसन 84 छोड्दिमा। मिसन 84 भनेको अरूले व्याख्या गरेको के हो मलाई थाहा छैन। 79 सालमा चुनाव हुन्छ, 84 मिसन भनेर 84 को चिन्ता गर्छौ। सम्भवतः 2079 पुस यता राजनीतिक वृत्तमा सबैभन्दा बढी प्रयोग भएको शब्द यही हो। पुरानो होस् या नयाँ, जुनसुकै दलका नेताहरू आफ्ना हरेक भाषणमा गायत्री मन्त्र झैँ मिसन 84 को जप गरिरहेका छन्। आम नागरिकको जनजीवन सुधार्न लाग्नुपर्ने दलहरू किन 4-5 वर्ष अघिदेखि नै मिसन 84 को रटान लगाइरहेका छन्? के नेपालको चुनावी इतिहासमा कहिल्यै नदेखिएको दृश्य 2084 को चुनावमा देखिँदैछ हो? के 84 मा बहुमत ल्याएर देखाउँछौँ भनिरहेका दलहरूमा त्यो तागत छ? अनि के साँच्चीकै 84 को चुनाव वार कि पारको चुनाव हो? अझ नेताहरूकै भाषा सापटी लिएर भन्ने हो भने 84 को चुनाव सच्चिने कि सकिने फैसला गर्ने चुनाव हो, या यो चुनावले वैकल्पिक राजनीतिलाई सत्तामा पुर्याउन सक्ला? दुई 2079 को निर्वाचनपछि सबैभन्दा बढी सुनिएको शब्द कुन होला? अब राजनीतिमा हेर्ने हो भने त 84 नै हो। यसो सम्झनुस् त 2079 मा भएको निर्वाचनपछि दलका नेताहरूको बोली, उनीहरूको बोली सुन्दा लाग्छ कि 2084 को चुनाव वार कि पारको चुनाव हो, नेपाल बनाउने कि बिगार्ने भन्ने डिसिजन गर्ने चुनाव हो। 2015 देखि 2079 सम्मको चुनावमा नभएका सबै कुरा 84 को चुनावमा हुँदैछ। चुनाव सकिएपछि त सरकार कसरी बनाउने, सरकारमा गएर राम्रा काम कसरी गर्ने, जनताका समस्या कसरी समाधान गर्ने, दिनहुँ त्रिभुवन विमानस्थलमा देखिएका विद्यार्थी र युवाहरूको लाइनलाई कसरी रोक्ने, उनीहरूलाई देशमै शिक्षा र रोजगारीका अवसर कसरी दिने, किसानलाई मल र विद्यार्थीका हातमा वैशाखमै किताब कसरी पुर्याउने भनेर दल र नेताहरूले सोच्नु पर्ने हो। तर उनीहरूको ध्यान यता पटक्कै थिएन र छैन पनि। त्यसैले एउटा भनाइ छ नि, नेपालका राजनीतिक दलहरूको ध्यान चुनावदेखि चुनावसम्म मात्रै छ। यो भनाइ ठ्याक्कै अहिले मिलिरहेको छ। उनीहरू त जनताबाट म्यान्डेट पाएपछि जनताको अवस्था सुधार्न लाग्ने भन्दा 84 को चुनावको बिगुल फुक्न थाले। भोट दिएका जनतालाई लागेको थियो कि 2079 मङ्सिर 4 मा निर्वाचन सकिएपछि जहानिया राणा शासन पञ्चायत र राजतन्त्र फालेर नयाँ संविधान मार्फत व्यवस्था परिवर्तन गर्न भूमिका खेलेका नेताले अब सिरियस भएर अवस्था परिवर्तनमा ध्यान दिन्छन् होला। चुलो चौकोदेखिकै समस्याहरू समाधान गर्न उनीहरू लाग्छन् भन्ने जनतालाई लागेको थियो। जनताले यस्ता आशा गर्नु स्वाभाविक पनि छ, किनभने 2079 को निर्वाचनमा दलका घोषणा पत्र पढ्नुहोस् त। घोषणा पत्र हेर्दा लाग्छ नेपाल त भोलि नै स्विजरल्यान्ड बन्छ कि। घोषणा पत्र बनाउँदा दलहरूले आश्वासनका ठुला ठुला शब्द जुटाएका थिए। ती अक्षर पढ्दा लाग्थ्यो कि शब्द खोज्न दलहरूलाई शब्दकोश कति पटक पढ्नु पर्यो होला। पुराना भनिने एमाले, काङ्ग्रेस, माओवादी, राप्रपा मात्रै होइन, चुनाव भन्दा केही महिना अघि मात्र गठन भएको रासोपाले पनि घोषणा पत्रमा अटेसम्मका सपना बाँड्न भ्यायो। ओहो, त्यो हेर्दा लाग्थ्यो कि अब त यिनीहरूले नेपालको कायापलट नै गर्छन्। सरकारमा गएको 6 महिनामा के गर्ने, वर्ष दिनमा के गर्ने, 2 वर्षमा के गर्ने, 5औं वर्षमा के गर्ने, सबै सिलसिलेवार तरिकाले लेखेका थिए। 2074 मा गाउँ गाउँमा सिंहदरबार पुर्याउने सपना बाँडेका दलहरूले 2079 मा पनि हरेक क्षेत्रमा कायापलट गर्छौँ भन्ने भ्याए। एकदलीय कम्युनिस्ट शासन, तानाशाही शासन रोज्ने कि प्रजातन्त्र आधारित जनतालाई मालिक मान्ने लोकतन्त्रको पद्धतिको प्रजातन्त्र मान्ने। यस देशमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भन्ने अभियान चलाउने। जमीन की चकलाबंदी की समस्या हो, खाक लगायत मल खाक लगायत किसानों की समस्या हो, और आप लोगों की सिंचाई की समस्या हो। मान्छे कसरी उम्मेदवार हुन्छन्, कसरी चुनाव जित्छन्, मलाई एक थाहा छ। हामीले गएको चुनावहरूमा ठिक पार्टी र ठिक नेता चुन्न नसकेको कारण हामीले यो दुःख पाएको।
वार्षिक लाखौं रोजगारी सिर्जना गर्ने, युवा र विद्यार्थी पलायन रोक्ने, स्टार्टअपलाई प्रोत्साहन गर्ने, किसानलाई चाहिने मल बिउ समयमै दिने, दुर्गममा पिच रोड पुर्याउने, 753 वटै पालिकामा सुविधा सम्पन्न अस्पताल बनाउने, दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने सपना दलहरूले बाँडेका थिए। तर 2 वर्ष बितिसक्यो, कसैले केही गर्न सकेनन्। अझै भनौँ उनीहरूले सिनको भाँच्न सकेका छैनन्। अब दल र नेताका आसेपासेलाई लाग्ला रोड पिच भइरहेको छ, सडक बनिरहेका छन्, यो भन्दा विकास के चाहियो? अरे यो विकास त तपाईको नेता र दल सरकारमा नभए पनि हुन्छ। यो नियमित हुने काम भन्दा फरक दीर्घकालीनसम्म नेपाललाई सकारात्मक प्रभाव पर्ने गरी कुन दलले के काम गरे त? सुखदै भन्नुपर्छ, यो 2 वर्षमा नेमकिपाका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र केही स्वतन्त्र सांसद बाहेक सबै सरकारमै पुगेका छन्। एमाले र माओवादीले त सरकारको नेतृत्व नै गरेका छन्। माओवादीका पुष्पकमल दाहाल प्रचण्ड र एमालेका केपी शर्मा ओली 2079 पछि प्रधानमन्त्री नै बनिसकेका छन्। चुनावमा पहिलो भएको दल नेपाली काङ्ग्रेस दुवै सरकारमा बलियो साझेदार बनेकै छ। अनि हामी पुराना भन्दा फरक हौं भनेर दाबी गरिरहेका रासोपा, जनमत, नागरिक उन्मुक्तिदेखि यो व्यवस्था नै ठिक छैन, अब राजा ल्याउनु पर्छ भनिरहेको राप्रपाले पनि गतिलै मन्त्रालय लिएर सरकारमा पुगेकै छन्। तर घोषणापत्रको एउटा अक्षर पनि कार्यान्वयन भएको छैन। यो त गठबन्धन सरकार हो, कहाँ एक्लैले जे चाह्यो त्यही हुन्छ र? हाम्रा त सीमा छन् नि, त्यही भएर काम गर्न नसकिएको बहाना उनीहरूले बनाइरहेका छन्। कहिले म्याजिक नम्बर देखाएर त कहिले धोका पाएका मिलेर सरकार बनाए, त्यसमा अन्यले पनि साथ दिए। तर 2 वर्षमा घोषणा पत्रमा के भयो सायद ती दलका नेता र प्रधानमन्त्री र मन्त्री भएकाहरूले नै बिर्सिए होलान्। बिर्सेका छैनौँ भने किन कार्यान्वयन नगरेको त? दलको यो हरकत देख्दा एउटा उखानको याद आउँछ, कुकुरको पुच्छर 12 वर्ष ढुङ्ग्रोमा राख्दा पनि बाङ्गोको बाङ्गै। पुराना दल हुन् या नयाँ दल, सबैसँग यो उखानले मेल खान्छ। 2079 को निर्वाचन पछि जनताको अवस्था परिवर्तन गर्न त सकेनन्, लाजै पचाएर हामी 84 मा गर्छौं भन्न थालेका छन्। अहिले हामीले कम सिट पायौं, 84 मा सबैलाई बढारी दिन्छौं अनि एकल बहुमतको सरकार चलाउँछौं भनेर सबैले भनिरहेका छन्। काङ्ग्रेस, एमाले, माओवादी अनि रासोपा सबैको उही भनाइ छ, 84 हाम्रो हो। सम्भवतः यो नै पहिलो पटक होला। सायद एउटा चुनाव सकिँदा नसकिँदै दलहरूलाई अर्को चुनावको चिन्ता सुरु भएको छ। यसअघि त चुनाव सकिएपछि यसरी अर्को चुनावको चर्चा गरेको खासै सुनिएको थिएन। अझ अचम्म त 84 को नरसिंह एउटै दलले मात्रै होइन, ठुला साना सबै दलहरूले बजाइरहेका छन्। अहिले सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीको दल नेकपा एमाले त कार्यतालिका नै बनाएर मिसन 84 को तयारी थालेको छ। 2074 मा पहिलो दल भएको एमाले 2079 मा दोस्रो भएकै कारण होला, चुनाव सकिए लगत्तै एमाले मिसन ग्रासरुट, सङ्कल्प यात्रा, अधिवेशनहरू चलायो। 84 मा बहुमत ल्याउने दाबी गर्दै एमाले पार्टी भित्रदेखि सामाजिक सञ्जालसम्म पार्टीलाई बलियो बनाउने प्रयास थालेको छ। तल्लो तहसम्म सर्कुलर नै जारी गरेको छ। 84 मा बहुमत ल्याउने अनि ओलीको नेतृत्वमा नेपाललाई समृद्ध बनाउने सपना एमाले अहिलेदेखि नै बाँडिरहेको छ। यता दोस्रोबाट 2079 को निर्वाचनमा पहिलो भएको काङ्ग्रेसको पनि ताल उही छ। काङ्ग्रेस पनि 84 भनिरहेको छ। सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरू 84 मा काङ्ग्रेस पहिलो दल बन्ने दाबी गरिरहेका छन् अनि अभियान पनि चलाइरहेका छन्। उनीहरूको पनि एमालेको जस्तै दाबी छ, हामी 84 मा पहिलो दल बन्छौं। काङ्ग्रेसलाई पनि 84 को भूत 2079 को निर्वाचन सकिँदा नसकिँदै चलिरहेको छ। 84 बारे सबैभन्दा पहिला चर्चा चलाउने दल थियो राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा। रासोपा सभापति रवि लामिछानेले फेसबुकमा स्ट्याटस लेख्दै मिसन 84 रासोपाले सुरु गरेको दाबी नै गरेका थिए। मिसन 84 को प्याटेन्ट राइट आफूसँग भएको रविको दाबी थियो। 2079 को निर्वाचनमा पाएको अकल्पनीय परिणामबाट हौसिएका रविले प्याटेन्ट आफूसँग छ मात्रै भनेनन्। काङ्ग्रेस, एमाले र माओवादीका लागि यो अन्तिम अवसर हो सम्म भन्न भ्याए। पुराना सबै दल मिलेर 84 अघि नै बहुदल यता गरेका काण्डहरू ढाकछोप गर, नभए 84 मा बहुमत ल्याएर तिमीहरूलाई जेल पठाउँछु भन्ने धम्की नै रविले दिन भ्याएका थिए।
रविले त मिसन 84 राष्ट्रपा बाहेक अरू दलले भन्न नहुने तर्कसम्म गरेका थिए, तर उनै रवि तिनै सरकारको टेको समाएर दुई पटकसम्म गृह मन्त्री बने। यता म्याजिक नम्बर देखाएर 18 महिनासम्म शासन चलाएको माओवादीलाई पनि 84 को हावाले छाडेन। 2064 मा पहिलो दल बनेको माओवादी 2079 आउँदा तेस्रो दल बनिसकेको छ। हरेक निर्वाचनमा माओवादीले लाखौंको संख्यामा जनमत गुमाइरहेको छ। यही गतिमा माओवादीको साग गुम्दै जाने हो भने 84 मा अहिले माधव कुमार नेपालको चाहिँ हालत हुने हो कि भन्ने आशंका नै सुरु भइसकेको छ। तर माओवादी हामी पनि के कम भन्ने शैलीमा 84 को धाक लगाइरहेको छ। अरू दलले जस्तै माओवादी पनि 84 मा बहुमत ल्याउने हौवा पिटिरहेको छ। यस्तै हौवा पिट्नेमा राजावादी दल राप्रपा पनि पछि परेको छैन। राष्ट्रपतिको ठाउँमा राजा ल्याउनु पर्छ भनिरहेको राप्रपाले पनि 84 आफ्नो भएको दाबी गरिरहेको छ। उनीहरूको कुरा सुन्ने हो भने लाग्छ 84 मा त राजा निर्मल निवासबाट सिधै गद्दीमा पुग्छन्। देशमा संघीय लोकतान्त्रिक गणतन्त्र हटेर राजतन्त्र आउँछ। अहिलेको व्यवस्था मान्ने र यो व्यवस्थाको विकल्प खोज्ने होस् या नयाँ दल हुन् वा पुराना दल संसदमा संख्याको हिसाबले ठुला हुन् वा राष्ट्रिय दल नै बन्न नसकेका दल हुन्, सबैले अहिले नै 84 मा आफ्नो बहुमत आउने ठोक्वा नै गरिरहेका छन्। अनि त्यसका लागि अभियानहरू नै चलाउन थालेका छन्। उनीहरू मात्रै होइन, 2079 को स्थानीय तह निर्वाचनमा दलका उम्मेदवारलाई चकमा दिएर पालिकाको प्रमुखमा जितेकाहरू पनि 84 को सूक्ष्म तयारीमा लागिरहेका छन्। काठमाडौँका मेयर बालेन शाह पनि 84 को चुनावको तयारीमा लागेको बताइन्छ। स्रोतको कुरा मान्ने हो भने बालेनले देशभर आफ्ना मान्छे पठाएर जनमत बुझिरहेका छन्। बालेन सहित स्थानीय तहमा जितेका स्वतन्त्रहरूलाई विश्वास छ अब जनता दललाई भन्दा स्वतन्त्रले पत्याउँछन्। त्यसैले पनि उनीहरू पनि 84 को तयारीमा जुटेका छन्। तर 84 आउन अझै 3 वर्ष बाँकी नै त छ। अहिले नै 84 को तयारी गर्नु, नानी पाउनु, कहिले कहिले कोक्रो बुन्नु अहिले भने जस्तै हो। तर दलहरू यसमै रमाइरहेका छन्। त्यसो भए 2084 कसको हो त? अर्थात् 84 मा कसले बाजी मार्ला? 84 मा 2/3 को सरकार चलाउँछौँ भनेर डङ्का पिटेर अभियान चलाइरहेको के एमाले यो मृग तृष्णा पुरा गर्ला? पुराना दललाई बढारी दिन्छौँ भनिरहेका रासपा र स्वतन्त्र व्यक्तिहरूले त्यो जनमत पाउलान् वा 2079 को चुनाव झैं अरू कोही विकल्प बनेर आउनेछन्? यसका लागि त 84 को चुनाव पर्खनुको विकल्प छैन। तर दलहरूको अहिलेको गतिविधि र 84 को चुनाव बारे उनीहरूले दिएको अभिव्यक्तिका आधारलाई मानेर विश्लेषण गर्ने हो भने त 84 को चुनाव वार्की पार हुनेवाला पक्का छ। त्यहाँबाट नेपाल समृद्धिको ढोका खुल्नेछ। अझ भनौँ 2015 सालदेखि अहिलेसम्म भएका निर्वाचनमा नदेखिएका दृश्य 84 मा देखिनेछन्। तर यी सबै परिकल्पना हुन्, 84 आउनै पर्छ। त्यही बेला जनताले दिने म्यान्डेटले यी माथिका मध्ये कुन विकल्पले जित्नेछ र पत्ता लाग्नेछ। त्यसैले 84 भन्दै बेमौसमीको बाजा बजाउनु भन्दा अहिले नेपाललाई कसरी समृद्ध बनाउने, शिशुदेखि वृद्धसम्मका समस्या कसरी समाधान गर्ने, विद्यालयदेखि समुदायसम्मको विकास कसरी गर्ने, युवा पलायनलाई कसरी रोक्ने, बढ्दो वितृष्णा र निराशालाई कसरी चिर्ने भनेर सोच्न उपयुक्त हुन्छ। यतातिर पुराना नयाँ दल अनि स्वतन्त्र पालिका प्रमुखहरूको पनि ध्यान जाओस्।